यहाँहरू सम्पूर्णमा जय मसी म के माल मगर म तपाईँहरूको सामुन्ने पवित्र शास्त्र बाइबलबाट म केही कुरामा हेर्दछु। यूहन्नाको पुस्तक 20 को 16 पदले बताउँछ, येशूले तिनलाई भन्नुभयो, मरियम। तिनले फर्केर उहाँलाई हिब्रूमा भनिन्, रबुली अर्थात् हे गुरुज्यू। उहाँ पुनरुत्थान भएपछि येशू देखा पर्नुभएको पहिलो व्यक्ति मरियम थिइन्। उनी सुसमाचारमा उल्लेख गरिएकी विशेष महत्त्वपूर्ण पात्र थिइन्। तैपनि येशू चेलाहरूका बीचमा विशेष महत्त्व राख्ने अगुवाहरू कहाँ भन्दा पहिला उनी कहाँ देखा पर्नु भयो। येशूले कम महत्त्वपूर्ण ठानेकाहरूलाई विशेष उहाँको पुनरुत्थानतिर र प्रेम प्रकट गर्नुहुन्छ। परमेश्वरका विशेष मानिसहरू अज्ञात छन्। तिनीहरूले मरियमले जस्तो आफ्नो वेदनामा पनि आफ्ना प्रभुको निम्ति दृढ प्रेम कार्यम राखिरहेका छन्। परमेश्वरले यहाँहरू सम्पूर्णलाई आशिष अनुग्रह गर्नुभएको सबैलाई जय मसीह।